मैले नजाने भयो भने ड्युटी हुँदैन जाने भयो भने योगेशकै गाडी पठाइदियो हिजो पनि योगेश गएर फ्ल्याटमा बसेर आएन रहेछ साँच्ची हिजो तपाईँ ड्युटीमै हो सर हिजो लक्ष्मी सर सबलाई लिएर गएर बेमा पनि गयो नि कटहर हिजो चाहिँ पनिर पनि थियो अस्ति चाहिँ थिएन कटहर मात्रै थियो तर नि अस्ति मासु मात्रै थियो कटहर थियो कि सर तर यति मिठो बनाएको थियो कति मिठो बनाएको थियो हिजो चाहिँ कटहर मिठो थिएन होइन पनिर पनि खोइ के गरेर से त्यो मान्छेले गर्दा पनि बाटो उता जान पाएन पछि सम्झनामा यो कस्तो पुरानो भिडियो पनि काटेर हाल्न मिल्छ नि त नि सबै गर्न मिल्छ यो चाहिँ अलिअलि हल्लिन्छ यसमा हावा बढी छ कि हावा बढी भयो गाडीमा यसले यसको पछाडिबाट झन्डै छिर्ने यार यो चाहिँ काली खोला पुल जुन चाहिँ अहिले होइन पुलै छैन यसले त कि त पुरै जान्छ कि त पुरै ढिलो यसले बढाइरहेछ म त नि थम हान्न माथि पुग्नै सक्छु जस्तो लागिरहेको छैन अस्ति पनि त्यो भित्ता तान्दै गएको होइन म यति सिधा मात्रै बस्नु भएको छ घरबाट चाहिँ यो अफिससम्म हिँडेर चाहिँ कति मिनट लाग्यो होइन बिहान जुत्ता लिन आएँ गाडी लिएरै गएँ होइन अनि अलिक गाडीमै आएको आज पनि काकाले गाडी हेर्छन् भनेर उँधै फर्काइदिएको थिएँ एनएफसी नदेख्ने गरी हेरि नै आयो भरे पो हेर्दाखेरि चाहिँ गोलाची कता हो भनेर लेखिरहेको थियो म त्यतिखेर घरमै थिएँ म घरमै थिएँ अनि म हिँडिहालेँ त्यतिखेर खाना नखाइकन आज अलिक व्यवस्थित तरिकाले हिँड्न भएछ गोले लेखेको थियो ला लेखेको छ त के लेखेको गोले नि डाइभर्सन नम्बर 1 2 कालीकोलासँग धीरे धीरे मलाई नि मेरो साथीले यस्तै खानुपर्ने हो आज म मेडिकल देखाएर एकपल्ट खान्छु भनेर नुन कम खाने टमाटरहरू कम्ती खाने त्यस्तो हुँदा त्यस्तो हुँदा नुन कम्ती खाने अनि टमाटर र अर्को केही जस्तो नरिवल पानी तपाईँले 15 दिन जति रेगुलर नरिवल पानी खानुपर्छ त्यसले स्टोनको कुराहरू धेरै कम गर्छ हो नरिवल पानी खानुपर्छ सर तपाईँको एकदम जडी तपाईँ 3 दिनसम्म खाली पेटमा नरिवल पानी खानु नरिवल पानीमा कागती हालेर खानु हो त्यो खाए झन् राम्रो खायो त्यसो भए त आज त्यही लगाउनु पर्यो जडी दबाई हो केही गर्नु खानै पर्ने भएको छ नि त मारेर छोड्ने भयो एसएसएफ पनि अब त्यतिकै जान आँट्यो अब सबै गरिदिनु पर्यो आज भनेर नि हिजो सबले गरेँ
हिजो म जान पाएँ पैसा सक्यो भन्छ प्लेनले एसएसएफमा के गर्नु पैसा छैन भन्छ केही यस्तो ठुलो केही गरेकै छैन त्यो बिल देखाएपछि पैसा त नभएको दबाई पनि काट्छ दबाई छैन भन्छ नि स्क्यान सबै गर्छन् सबैको देखाउँदा क्या अनि पैसा दबाईको पैसा पनि काट्दो हो अनि छैन भन्नु हामीलाई के थाहा छैन भन्छ कि एउटा दबाई दिन्छ अनि त्यहाँ भएछ त्यो सबैको काट्दा त्यो लेखिदियो यो एसएसएफमा पर्दैन भन्छ 450 पैसाको डाक्टर गोली रहेछ एउटा त्यो पर्दैन भन्नु तर अनि त्यो पैसाले किनेको चिज फेरि पैसा फिर्ता गर्छ होइन बिल पेस गर्दा गर्दैन खोइ दुनियाँ त गरिरहेछ त हौ अरूले अरूले त हामीले चाहिँ केही गरेको बिरामी हुँदा के हुँदाको मात्रै दिन्छ होला अनि आज यता जानु छैन कता त्यसमा आज छैन आज बुहारीलाई बिदा दिएको 24 गतेदेखि मात्रै बिदा लिन्छु होइन आज पनि रेस्ट गर भनेको अस्ति यहीँबाट हिँडेर गयो नि त्यही भएर हिँडेर गयो त हिँड्नु त पर्छ त प्रकाशले मैले हिँड्दै ल्यायो यहीँबाट हिँडेर पुर्याइदिएन प्रकाशले अरू पनि थियो अरू भन्न अप्ठ्यारो होला हिँड्दा भयो हिँड्नु पनि पर्छ हौ कहाँ नहिँडेर होइन हुन्छ एकदम हिँड्नु पर्ने हो क्या अहिलेका मान्छे चिरिक्क चढ्नबाट हो त अनि त्यो अलिअलि जति हिँडो ऊ गर उति राम्रो भन्थे पहिलेका हामी के अरे बारीमा घाँस काट्दै जन्मेको भन्थे थाहै नपाई त्यो काम गरिदिएर हामीलाई धेरै अहिले त लाए त जसको क्वालिटी त्यही हुँदैन नि घसाएको जोगाउँ भन्ने कहिले होइन लाएसित खाँदा पनि थुप्रै जोगाउनुपर्छ 10 अस्तिको दिन 10 बजी रातितिर भोपाल सुधाजी भन्दै औ सुधा सर भन्दै आएको थिएँ म सुतिरहेको थिएँ नि यसो बाहिर भोपाल थिएँ बस्यौँ 1 घन्टा जति अनि घर आएँ राति 10 बजे बोलाएको 10 बजी मैले माथि दोकानमा दिएको थिएँ उसलाई 8 साढे 8तिर नि म अचेल क्यारम बोर्ड खेल्न जान्न अनि म सुतेँ नानीहरूलाई पढायो अरे त्यहाँबाट सुत भने अनि सुतेको थिएँ भरे पो भने फेरि बोलाउन के त राति अनि एकछिन बस्यौँ अनि त्यहाँबाट आधी घन्टा जति अनि त्यहाँबाट पठाइदिएँ अनि त्यहाँबाट वलसर घर जानु अनि म सुतेँ खोइ के रनको छुटेर आएको थियो केटो क्या त्यो दिन हजुर कति पर्छ अघि 2 साउन्ड चाहिँ खने बाटोको काम कन्ट्याक्ट पनि गरेको छ है यसले 9वटा हुन्छ होला 9वटा छैन होला 9वटै हुन्छ यहाँ 9वटै हुन्छ यहाँ होइन यस्तो तलबाट हिँड्यो कि 9वटा हुन्छ हेर्नु त काँक्रेभिट्टा पुलपट्टि 2टा भइहाल्यो के अरे पालिया र कालीखोला 2टा हुन्छ 2टा हुन्छ त्यो पालियादेखि वारी एउटा 2टा हुन्छ 4टा भयो होइन यसले 5वटा त्यहाँदेखि उतापट्टि डेरीदेखि अगाडि 6वटा डेरीको उतापट्टि 7वटा 8वटा लगभग 8वटा चाहिँ रहेछ नि 8वटा भयो 8वटा चाहिँ रहेछ कस्तो छ नि तपाईँको अर्को चाहिँ थियो नि डल्लो खतरा क्यामेरा थियो त्यो चाहिँ ल्याउनु खतरा आउँदैछ अर्कै खतरा आउँदैछ अब अर्को हो आइसक्यो मगाउनु भएको छ तपाईँ यस्तो कुराको चाहिँ पार के मान्छे हो यार हाम्रो पिकनिकमा आन्द्रा भुँडी चाहिँ कुकुरले बोकेर सुतेको चाहिँ भिडियो गर्नु भएन नि सर त्यो चाहिँ गर्नु भएन तपाईँले त्यो भिडियो चाहिँ गरियो अरू चाहिँ कुकुरले बोकेर कुदेको अनि सूर्य सरले खेदाएको चाहिँ तपाईँले गर्नु भएन यार
त्यो चाहिँ दामी हुन्थ्यो कि आन्द्रा भुँडी न कुकुर लिएर भएको हो फेरि खसीको पछि कुकुरको मुखबाट खोसेर ल्याएको होइन हुन्छ हुन्छ यो पकाउँदा हुन्छ भन्दै थियो कि हेर झोलामै थियो लान्थ्यो अन्त हुन्थ्यो होला खाइएन अस्ति काका मैले तपाईँलाई भने नि मासु लिएर जानु पर्यो तपाईँ यताबाट जानु भने म मासु किनेन सुई जाँदै थिएँ एउटा कुकुर अगाडिबाट आयो चुपो लागेर मलाई देखेर चुपो लागेर बस्यो होला नि त भनेर गएको त झोला तान्नु कुदेर भयो त त्यो त पछाडिबाट कसो झोलामा छुन पाएन मैले उचालेँ अनि त्यहाँबाट अनि भागो होइन अनि त्यहाँ फेरि गाउँको मान्छे चाहिँ नि उनीहरूकै कुकुर होला हेरिरहेको थियो कुनै त बाइकमा पनि धम्टेर त उसको बुढा पनि त्यसै गर्छ बाइक पनि त्यही अनुसार भटटट गर्ने खालको बाइक हुन्छ नि त्यसलाई चाहिँ झम्टिन्छ अरे पछाडि उहाँ माथिसम्म पुगिन्छ झम्टिन्छ होइन अर्को साधारण नस्ल हाम्रो जस्तोलाई केही गर्दैन कि त्यस्तो त भटटट मार्ने चाहिँ खेतो गर्छ आवाज ठुलो भएकोले गर्दा नि आइपुगेको छ को भनेर गएछ क्या को भएछ हो अनि फेरि त्यो फाल्थ्यो होइन अब त्यो चाहिँ उसको माथि जान्छ नि त हो गाडी निकाल्नु लाग्यो निकाल्नु खोज्दै थिएँ निकाल्नु नि क्रेन थियो तपाईँहरू मभन्दा पछाडि पो आउनु भएको छ पछि फेरि दोस्रो भइएछ त आविष्कार सर दोस्रो आविष्कार सरलाई एकपल्ट भानेले पछाडिसकेको भानेले मिस्टेक गरेर आफै हारो यार भाने पुरा पेलिसकेको थियो नि त एकपल्ट लास्टमा झारे क्या लास्टमा झारेकोमा फर्स्ट भइहाल्थ्यो हो फर्स्ट हुन्थ्यो बरु उयो चाहिँ फोर्थ हुन्थ्यो यार केटो त्यो केटा मम फर्स्टमा केटा फोर्थ हुन्थ्यो अनि के भएर एउटा चाहिँ पैसा बचत गर्न सफल भयो भनौँ मलाई केटी कोही पनि आएन नि त केटीहरू कोही आएन नि त केटी पनि थियो नि एउटा प्राइस बोकेर यो गाडी त केही भएको थिएन नि त फेरि थपक्क निकालो सक्यो यस्तो जिनिस केही चाहिँ भएको थिएन तर केही भएको छैन सरक्कै रोकियो तल गएको थियो त्यति न सामान पनि हाल्दै रहेछ नि क्रेनले त्यसैमा थियो त सामान त्यो पहिले बाहिर निकालेर सामान सिकाएर अनि चाहिँ फेरि गाडी निकालेको कहाँ अस्ति पुगिसक्थ्यो है गाडी हो नि त्यति दिन मेला यति दिनको पैसा मऱ्यो यति दिनको भन्सार गयो भन्सार पनि हो थाहा गर्नै पर्छ तपाईँहरू खाजा खान पस्नुभएछ पसेन नि अनि तपाईँहरू म भन्नु अगाडि निस्केको मान्छे कसरी म पछाडि छान्छु मैले देखेँ चारालीमा झरेँ नि त हो तर त्यहाँ तपाईँ आइसक्नु भएको थियो होइन यहाँ काँगेटामा त म आइसकेको थिएँ तपाईँहरू मभन्दा अगाडि जानुभयो जस्तो म बिस्तारै हाम्रो ड्राइभर नयाँ ड्राइभर तपाईँको होइन मैले गाडी नै देखिनँ क्या मैले छोड्छु म हेर्दै देखिनँ मैले पनि देखिनँ तपाईँहरूलाई अनि कत्रो कुदाएछ अरूले भन्दै आएको म त कुदाउनु त राम्रो कुदाउँछ फास्ट अनि कुदाउँछ केटाले गाडी कुदाउँछ त्यो गाडी नै उस्तो छ नि त गाडी त्यस्तै छ धन्न पो कुदाउँछ त त्यसले म त सक्दिनँ त्यो तपाईँको गाडी त हो नि त पहिले भयो नि अब भन्दै मैले 1 लाख जति खर्च गर्नु बनाउनु भनेको छु पर्मिट निकालेर इन्डिया लैजाऊ भन्दै हुन्थ्यो 6-7 दिनको पर्मिट निकाल्ने इन्डिया लिएर जाने काम गर्ने लिएर आउने 6 दिनको पर्मिट कहाँ निस्किन्छ त निस्किन्छ कहाँबाट निस्किन्छ त्यो त काठमाडौँबाटै गर्नु गर्नुपर्छ है त्यही त जाऊ भने यहाँबाट डकुमेन्ट पठाइदिनु पर्छ कि काठमाडौँमा मान्छे हुन्छ त्यो उनीहरू चाहिँ फेरि 3 महिनाको भने होइन त एमबिसी हटाइदियो नि त हटाइदियो सरकारले उडाइदिइहाल्यो त पहिले त्यो बाढी त्यो उयो कोशी ब्यारेज भत्किँदाखेरि एमबिसी यहाँ सारेको होइन अनि उनीहरू त अतिक्रमणै गरेर अतिक्रमण गरेर आएको थियो नि त अनि पछि कति लाग्छ के छ त्यो गरेको
पैसा त्यो 6-7 दिन अब तपाईँको महिना दिनको 12,000 हो महिनाको 12,000 है 3 महिनाको 3 महिनाको 12,000 डिभाइड भए भागा 60 हुन्छ 90 को 3 महिनाको 12,000 पर्छ 3 महिनाको भनेको 120 ले गर्नु पर्यो 90 ले त्यसरी कति पर्यो भन्नु सर हिसाब गरिदिनु त 100 भन्दा बढी पर्यो 100 भन्दा 2,000 रुपियाँ राखौँ न 2,000 रुपियाँमा त्यस्तो त्यति भयो भने बवाल हुन्छ त है इन्डिया यस्तै हुनु पर्यो क्या टक्कै यहाँ भाषा आउने बित्तिकै यो गर्नु पर्यो क्या कुर्सी काट्दै भन्सार गर्नेलाई महँगो पर्छ नि त हाम्रो एमबेसीलाई सस्तो पर्छ क्या पैसा अहिले मैले भनेको जस्तै हामी काठमाडौँ किन जानु काठमाडौँ त कामै छैन नि यहाँ इन्डियाको छ आउँछ भाषा जान्छ दोकान काट्छ गयो त्यस्तै सिस्टम हुनुपर्ने क्या सजिलो हुन्थ्यो नि त होइन सिलगढीसम्मको नेपाली गाडी कति हुन्थ्यो होला आमा तपाईँको नि अझै इन्डियाको गाडीले नि नेपालको जस्तो पर्मिट गर्न पाउने 12,000मा चाहिँ 3 महिना घुमाउन पाउने नेपालमा भन्ने भयो त नि इन्डिया गाडी यहाँनिर नि कस्तो छापो हुन्थ्यो नेपाल गाडी कम हुन्थ्यो क्या है अनि सस्तो पर्छ सस्तै त पार्छ भद्रपुरको माडे छ एउटा इनोभा लिएको छ त्यसले वर्षमा वर्षै दिनको भन्सार काटेर चलाउँछ क्या गाडी उसलाई त्यो पनि सस्तो पर्छ अरे क्या त्यो पनि सस्तो पर्छ उसको हिँडाइ अनुसार नि दैनिक चाहिँ झ्याउ हो नि त दैनिक चाहिँ होइन दैनिक चाहिँ झ्याउ यहाँ 3 दिन कि 4 दिनको गराउँछ नि तर 3 दिनको गराउँछ होला काठमाडौँसम्म जानु पर्छ भन्सार त पाउँछ सुविधा पाइएन थप्न पाइयो नि त फेरि काठमाडौँ गयो भने एयरपोर्टमा गएर थप्न पाइयो सत्र मिनट लागिसक्यो 17 मिनट लाग्दो रहेछ अझ बेसी लाग्दो रहेछ 20 मिनट लाग्छ 20 मिनट लाग्दो रहेछ क्या हाम्रो डेरी गाडी यस्तो तुफान पर्ने त बिस्तारै जाँदैछ बिस्तारै गइरहेको त्यही लाग्नुपर्छ आकाश धरती लक्ष्मी सरलाई पनि थाहा हुँदैन रहेछ नि मजदुर दिवसको दिन अफिस पुरै लाग्दैन भनेर मजदुरै हो कहिले भन्नु हिजो एउटा मान्छे त्यहाँ आइरहेको थियो होइन ठाकुर सर हामी बसिरहेको छौँ अनि आज बन्द हो भनेर होइन 2 बजीसम्म त पैसा झिक्न र राख्न पाउनुहुन्छ तपाईँ अहिले पनि भनिरहेको छ अब ठाकुर सर होइन आज मजदुर दिवस पुरै बन्द छ भनिराख्नु भएको छ त्यो पनि नसुनी भनिराख्नु भएको छ क्या केही थाहा हुँदैन रहेछ होइन त नि कहाँ बुढा मजदुरै होइन त्यही त मालिक हो नि त मालिक हो यो एनएमसी